आजको भिडियोमा म एउटा क्रिएटिभ काम गर्नेवाला छु। यो लाइटलाई म आफ्नो चस्मामा फिक्स गर्नेवाला छु। सो हेर्न सक्नुहुन्छ एकदमै ब्राइट लाइट रहेको छ र डिफ्रेन्ट मोडहरु पनि छ। सो लेट्स स्टार्ट द भिडियो। सबैभन्दा पहिले यसको मेन पार्ट जस्तै ब्याट्री लाइटहरु निकाल्छु। हेर्न सक्नुहुन्छ यो निक्लिसकेको छ एकदमै सेफ तरिकाले। हेर्न सक्नुहुन्छ अहिले पनि राम्रोसित काम गरिरहेको छ। अब यो चस्मामा यसलाई फिट गर्ने पालो। मसँग एउटा अर्को चस्मा छैन सक्नुहुन्छ, यो नयाँ वाला चस्मा अनि मैले लगाइरहेको पुरानो चस्मा। सो म यो पुरानो चस्मामा फिट गर्छु। सबैभन्दा पहिला मैले यसको यो लाइटलाई यो ब्याट्रीबाट डिस्कनेक्ट गरिदिन्छु। त्यसपछि यसको ब्याट्रीलाई पनि म यो मेन बोर्डबाट डिस्कनेक्ट गरिदिन्छु। लाइटको ब्याट्री यसरी हुन्छ यहाँ। अब तार जोडिदिन्छु राम्रोसित सोल्डिङ गरेर। ब्याट्रीमा तार जोडिसकेको छ। अब टेप लिएर यो ब्याट्रीलाई चस्मामा जोडिदिन्छु हो यसरी, ताकि यो नखसोस्। र पछि म यसलाई फेभिक्विकले टाँसिदिन्छु र त्यसपछि लाइटबाट यो तारहरूलाई निकाल्छु डिसोल्डर गरेर। हेर्न सक्नुहुन्छ अनि एक्स्ट्रा तारहरूलाई काटिदिन्छु। हेर्न सक्नुहुन्छ यो चार्ज पनि भइरहेको छ यसरी मस्त गरेर। र यसरी मैले यसको पोजिटिभ र नेगेटिभ टर्मिनल पत्ता लगाउँदै थिएँ र ब्याट्रीको नजिकको तार एउटा काटिदिन्छु ताकि यसमा यो च्यानललाई बोर्ड जोड्न सजिलो होस्, एक्स्ट्रा तार नहोस् धेरै। र त्यसपछि अर्को वायर पनि जोडिदिन्छु। दुईटै ब्याट्रीको कनेक्सनहरु भइसकेको छ। अब लाइटको कनेक्सन गर्नेको पालो आइसकेको छ हाम्रो। हेर्न सक्नुहुन्छ लाइट पनि बलिरहेको छ अहिले पनि राम्रोसित। र यो सानो चार्जिङ प्लस स्विच बोर्डलाई म यसरी फिट गरिदिन्छु हल्का टिस्यु पेपर र धागो लगाएर, त्यसको माथि टेप लगाएर, ताकि यो दह्रो तरिकाले टाँसियोस्, इजिली ननिक्लियोस्। र 3-4 ठाउँबाट चाहिँ लगाइदिन्छु। हेर्न सक्नुहुन्छ एक्स्ट्रा धागो र त्यसपछि टिस्यु पेपरलाई काटिदिन्छु। हेर्न सक्नुहुन्छ अब बाँकी हाम्रो लाइटलाई फिट गर्ने पालो आइसकेको छ। लाइटलाई म यसको केसबाट चाहिँ निकालिदिन्छु। हेर्न सक्नुहुन्छ अब यसको तार पनि निकालिदिन्छु यसबाट र अर्को तार सोल्डिङ गरिदिन्छु ताकि तारहरु धेरै लामो नहोस् र त्यसपछि यसलाई फिटिङ गर्न पनि गाह्रो नहोस्। लाइटको तारलाई सोल्डिङ हान्दैछु यता। हेर्न सक्नुहुन्छ दुईटै वायरलाई सोल्डिङ हान्दिन्छु यसरी। तपाईसँग सोल्डिङ आइरन छ भने सोल्डिङ गर्न सक्नुहुन्छ, नभए टेपहरुले टाँस्न सक्नुहुन्छ, गमहरुले टाँस्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ मेरो लाइटको वायर पनि जोडिसकेको छ र यो राम्रोसित काम गरिरहेको छ। अब यसलाई म यसको अगाडितिर यसरी टाँसिदिन्छु चस्माको। त्यसलाई पनि धागो रे र हल्का टिस्यु पेपरले लगाएर, त्यसपछि माथि त्यसको गमहरु लगाएर त्यसलाई टाँसिदिन्छु। र त्यसपछि अर्को लाइटको वायरहरु पनि म सोल्डिङ गरिदिन्छु। राम्रोसित तारहरु पनि जोडिसकेको छ यसमा। यसलाई अब म चस्माको अर्को साइडको माथितिर लगाइदिन्छु। यसलाई टाँस्न पनि फेभिक्विक, धागो र त्यसपछि टिस्यु पेपरको युज गर्छु ताकि यो इजिली ननिक्लियोस् यहाँबाट। राम्रोसित सबै कुराहरुलाई टाँसिदिसकेको छु। सेकेन्ड लाइटको तारलाई ब्याट्रीतिरसम्म पुकाएर त्यसपछि टाँसिदिन्छु। फेभिक्विक युज गरेर चाहिँ टाँसिदिन्छु म र बिचमा टेप पनि लगाइदिन्छु। हेर्न सक्नुहुन्छ मेन प्रोजेक्ट हाम्रो कम्प्लिट भइसकेको छ। अब यसमा हल्का टेपिङ र त्यसपछि एक्स्ट्रा कुराहरुलाई काटिदिन्छु ताकि यो हेर्दाखेरि राम्रो देखियोस्। सेकेन्ड लाइटको वायरलाई पनि म फाइनली यसको मेन बोर्डसँग कनेक्ट गरिदिन्छु। बाँकी हेर्न सक्नुहुन्छ यो राम्रोसित काम गरिरहेको छ। यो हाम्रो एउटा लाइट, यसको अर्को मोड र त्यसपछि अर्को लाइट। हेर्न सक्नुहुन्छ दुईटै कुरा राम्रोसित काम गरिरहेको छ र यो हल्का तातो पनि भइरहेको छ हिट सिङ्कको रु नभएको कारणले, तर चल्छ। अब यसको माथि मैले ब्ल्याक टेपहरुले राम्रोसित कभर गरिदिन्छु ताकि हेर्दा राम्रो देखियोस्। ल ठीक छ। हेर्न सक्नुहुन्छ यो बनिसकेको छ हाम्रो प्रोजेक्ट र यसको दुवै लाइटहरु काम गरिरहेको छ राम्रोसित। यसैको साथै हेर्न सक्नुहुन्छ मेरो प्रोजेक्ट कम्प्लिट भइसकेको छ र बाँकी दुईटै लाइटहरु बाल्न सक्छु। लेट्स गो राम्रोसित। र यो राम्रो काम गरिरहेको छ। रातिमा टेस्टिङ गर्न जाँदाखेरि हेर्न सक्नुहुन्छ एउटा बत्ती बाल्दिए यति उज्यालो भइसकेको छ। यहाँ यो मात्रै बलिरहेको छ, अरु कुनै बत्ती बलिरहेको छैन। र यसको एउटा अर्को मोड र त्यसपछि अर्को वाला लाइट यति उज्यालो बनाइदिन्छ। अरु लाइटको तपाईलाई आवश्यकतै पर्दैन र तलको सामानहरु पनि राम्रोसित देखिरहेको छ। र यसरी तपाईले आफ्नो चस्मालाई पनि हल्का स्मार्ट बनाउन सक्नुहुन्छ
अलि लाइटवाला चस्मा बनाउन सक्नुहुन्छ ताकि अँध्यारोमा कहीँ जान पर्दाखेरि त्यही बालेर जान सक्नुहोस् र केही काम गर्न छ अँध्यारोमा भनेपछि यही लगाएर त्यसपछि इजिली गर्न सक्नुहुन्छ र छाया पनि पर्दैन र अँध्यारोमा हेर्न सक्नुहुन्छ यति उज्यालो बनाइदिन्छ यो। यसको एउटा डिसएडभान्टेज छ कि यो अलि तात्छ यसको लाइटहरू किनकि हिटसिङ पनि लगाएको छैन मैले र त्यसपछि रजिस्टर पनि छैन त्यही भएर 4 भोल्टको ब्याट्री हुनाले र एलइडी पनि त्यस्तै हुनाले एकदमै ब्राइट हुन्छ र बाँकी अरू कुरा त सबै ठिक छ र यसरी चार्ज पनि गर्न सक्नुहुन्छ। मस्त काम गरिरहेको छ हेर्न सक्नुहुन्छ। ब्राइटनेस त तपाईँले हेरिसक्नुभयो। एउटा लाइटलाई टर्च लाइट जसरी युज गर्न सक्नुहुन्छ अनि अर्को लाइटलाई फ्ल्यास लाइट जसरी युज गर्न सक्नुहुन्छ। टर्च लाइटको चाहिँ मेरो एउटा लेन्स थियो यो लाइटकै त्यो लेन्स हराएको थियो त्यही भएर मैले लगाएन नभए तपाईँसँग छ भने त्यो लेन्स लगाउन सक्नुहुन्छ त्यसले फोकस गर्न हेल्प गर्छ र बाँकी अर्को फ्ल्यास लाइट त्यसलाई चाहिँ लेन्सहरू केही चाहिँदैन यति नै राम्रो हो। यसको लाइटलाई झपक झपक गर्ने फ्लिकर मोड पनि छ। फ्लिकरवाला मोडहरू चाहिँ तपाईँ जङ्गल सङ्गलमा जानुभयो कहीँ घुम्न जानुभयो भने काम आउन सक्छ र बाँकी यो चाहिँ हेर्न सक्नुहुन्छ तातो हुन्छ एकदमै धेरै बेरसम्म मैले यसको अगाडि अम्ला राखेँ भने रजिस्टरहरू लगाएको भए हल्का ब्राइटनेस कन्ट्रोलमा आउँथ्यो र हिट पनि कन्ट्रोलमा आउँथ्यो होला तर मसँग नभएको कारणले मैले लगाएन र बाँकी ब्राइटनेस त अब देखिसक्नुभयो र यसरी तपाईँले आफ्नो चस्मालाई स्मार्ट चस्मा बनाउन सक्नुहुन्छ एक लेभल माथि जान सक्नुहुन्छ र अँध्यारोमा काम गर्नको लागि एउटा राम्रो डिभाइस बनाउन सक्नुहुन्छ यसरी। बाँकी भिडियो राम्रो लाग्यो लाइक गरिदिनु होला च्यानलमा नयाँ हुन्छ सब्सक्राइब गरिदिनु होला र यस्तै राम्रो राम्रो प्रोजेक्ट र एक्सपेरिमेन्ट्सहरूको लागि च्यानलमा सब्सक्राइब गरिदिनु होला र म मिल्छु तपाईँलाई यस्तै भिडियोहरूमा त्यतिखेरसम्म टेक केयर एभ्रीबडी एन्ड बाई बाई।